हेलो नमस्ते एन्ड जोजल्फा एचएमई केन्द्र। आज चाहिँ म नगरकोट जान लागेको एटिभी क्वाड बाइक हाक्न है। वर्षौपछि आज इच्छा पुरा गर्न जाँदैछु है। अस्तिदेखि अब चितलाङमा जान्छु भन्दै यो टाइमले भ्याइरहेको थिएन है। अनि अस्ति यो टिकटकमा चाहिँ नगरकोटमा पनि यो एटिभी छ भनेर देखेको थिएँ है। अहिले चाहिँ हाम्रो नेपालको घडी अनुसार चाहिँ 1:52 गएको छ है गाइज। अहिले चाहिँ हाम्रो किलोमिटर भनेको ठ्याक्कै 101.7 गएको छ है गाइज। 301.7 गएको छ है गाइज। काठमाडौँबाट 20 किलोमिटर भन्थ्यो, लेट्सी काठमाडौँबाट आधी घन्टा लाग्छ भन्थ्यो, लेट्सी कति टाइम लाग्छ है। अनि एटिभी राइड गरेको चाहिँ आधी घन्टाको त्यस्तै 1500 भन्थ्यो, जबकि चितलाङमा 4000 5000 पर्छ। अहिले हाम्रो यो नगरकोटमा नयाँ भएर चाहिँ यो 1500मा दिएको रहेछ है। अब चाहिँ हामी त्यहीँ जान लागेको। उद्घाटनको बेलामा चाहिँ 1000 रुपियाँ थियो अरे, अहिले चाहिँ 1500 रुपियाँ बनाएको छ। पछि पनि बढ्छ होला। त्यहाँ पनि अब आधी घन्टाकै 4500 5000 लिन्छ होला है। बाटो चाहिँ यही हो, अब सबैलाई थाहा भएको बाटो हो यो। अब भक्तपुरदेखि उता चाहिँ लाल्चा फाल्चा हुँदै जान्छौँ। यसको बाटो चाहिँ अलिअलि देखाउँला। अहिलेको लागि भिडियो यहीँ इन गर्न चाहन्छु है। तर यहाँ स्पिड चेकिङ गरेर हुन्छ कि धेरै पनि कुदाउनु मिल्दैन, माथिहाल्छ। त्यो गाडी कहाँ लेन बाहिर रोकिरहेको छ यार, जबकि त्यहाँ एरो चाहिँ राइटपट्टि जाऊ भनेर चाहिँ दिइरहेछ कि। यिनीहरूले गर्दाखेरि जाम हुन्छ। अनि आफ्नो लेनमा बस्नुपर्छ नि। आफूले पनि अब नियम पालना गरे त अब काठमाडौँमा जाम पनि हुँदैन थियो है। ट्राफिक जाम त छँदै छ होइन, तर ट्राफिक जाम बाइक पनि अब आफूले रुल्स एन्ड रेगुलेसन पालना गरेर हिँड्यो भने चाहिँ बाटो जाम हुँदैन कि। जस्तो कि अब म यो बिचको बाटोमा हिँडिरहेको छु नि, अब म बिचको बाटोबाट हिँड्नु पऱ्यो कि होइन। घरि यता घरि उता गरेर चाहिँ चलाउनु मिलेन। यसरी चलायो भने चाहिँ एक्सिडेन्ट हुने चान्स पनि धेरै हुन्छ, अनि जाम हुने चान्स पनि धेरै हुन्छ कि। जस्तो कि अब यो हाम्रो यो राइट जानेलाई चाहिँ हरिपट्टि बल्यो नि है, उहाँहरूले चाहिँ यहाँ राइटपट्टि गएर चाहिँ रोकिरहेको छ कि। अब लेफ्ट अब राइट जानेहरूलाई चाहिँ अलि अप्ठ्यारो हुन्छ है, जाममा परिन्छ कि यतिकै। यो लेन बाटो बाहिर बसिरहेको छ नि है, राइट जानेहरूलाई चाहिँ अलि अप्ठ्यारो हुन्छ कि। जबकि यहाँ राइट जानेहरूलाई चाहिँ हरिबरी बोलिरहेको छ। यस्तो चाहिँ नगरिदिनु होला है। नियममा बस्यो भने चाहिँ जाम नै हुँदैन कि। यसरी चाहिँ आउनु भएन है। उहाँको लाइन चाहिँ यो क्रस भइरहेछ। अब फेरि उहाँले चाहिँ अब ओभरटेक गरेर अगाडि बढ्न लागेको छ है। बिचको लाइनबाट चाहिँ हिँडिरहेछ भने चाहिँ बिचको लाइनबाटै जानुपर्छ है गाइस। घरि यता घरि उता जानु थाल्यो भने चाहिँ एक्सिडेन्ट हुने चान्स पनि बढी हुन्छ, अनि जाम पनि हुन्छ कि है। बाइक लिएर आउनु पर्दैन। काटेको लाइनबाट चाहिँ ओभरटेक गर्नु चाहिँ छुट्टै कुरा हो, तर यो लाइन सिधा गइरहेछ नि, त्यो लाइनबाट चाहिँ ओभरटेक गर्नु मिलेन है गाइस। सकेसम्म चाहिँ अब यस्तो हाइवेको एरियामा होइन, त्यो बिच लेन बाटो पनि ओभरटेक गर्ने नगरौँ है। जहाँ गए पनि काठमाडौँमा जामै जाम है, ट्राफिक जाम हुन्छ है। यहाँसम्म आउँदाखेरि हाम्रो घडीमा चाहिँ अहिले 2:10 गएको छ है गाइस। अघि 1:51मा आएको, 19 मिनट बितिसक्यो है। काठमाडौँबाट आधी घन्टा भन्थ्यो, खै लेट्सी कति बजीतिर पुगिन्छ। यहाँसम्म आउँदाखेरि होइन अहिले चाहिँ हाम्रो 6 किलोमिटर गएको छ है गाइस। यो गाडीले मलाई रोकिरहेको छ होइन। अब मैले यो लुकिङ ग्लास हेरेर मात्रै यो ओभरटेक गर्नुपर्ने हुन्छ कि, नत्र यहाँ अरूले चाहिँ यो कुदाएर हुन्छ। अनि ठ्याक्क मैले ओभरटेक गरेको टाइममा र अनि त्यो कुदाएको मान्छेको टाइम ठ्याक्कै एकै नाच मिल्यो भने होइन एक्सिडेन्ट हुने दुर्घटना हुने चान्स बेसी हुन्छ कि। त्यसैले दायाँ बायाँ नगइकन सिधै गएको राम्रो। यसै त यो भक्तपुर हाइवेलाई होइन रेड जोनको नाम दिइन्छ है गाइज। यो रोडमा चाहिँ धेरैजनाले ज्यान गुमाइसकेका छन् है। त्यसैले यो रोडमा चाहिँ अलि बिस्तारै लेनहरू बुझेर हेरेर कुदाउनु पर्ने हुन्छ। अहिले चाहिँ हामी हाइवे छोडेर लेफ्ट टर्न लिएर अगाडि बढ्दैछौँ है गाइस। खोइ दाइ खोइ खोइ के अगाडि गइसक्नु भयो। हामी यो सल्लाहघारीबाट लेफ्ट टर्न लिएर हाइवे छोडेर अगाडि बढेर अनि हामी फेरि यहाँ राइट टर्न लिएर अगाडिबाट जान्छौँ है गाइस। यो सल्लाहघारी सपिङ कम्प्लेक्स रहेछ। हेलो ठन ढुवा ले गो सल्लाहघारी का शॉपिंग कॉम्प्लेक्स वाले थपुर उन्होंने हार
आरिम ब्यारेक छ अनगाउनुले अहिले झिमे थन नर्कर युनिभर्सिटी लिएँ यहाँ कहाँ पानी पर्न लाग्यो जस्तो छ यार गाइज। आज मौसमले पनि यस्तो च्यालेन्ज दिइरहेछ है। तर मौसम चाहिँ दामी भएको भए चाहिँ नगरकोटको हाइटबाट चाहिँ हिमाल एकदम दामी देखिन्थ्यो है। तर ठिकै छ, आज हामी एटिभी राइडको लागि मात्रै आएको हो है। हिमाल हेर्न चाहिँ पछि आउनेछौँ है। दाइ चाहिँ कहाँ जानुभयो क्या? दाइलाई कुर्दैछु। अहिले यहाँ कति बजिसक्यो यार? अहिले यहाँ 3 बज्नु लागिसक्यो। खै कति बजीतिर पुग्ने हो? नाउ वी आर एट लाल्चा फाल्चा है। लाल्चा फाल्चासम्म आइपुग्दाखेरि हाम्रो घडीमा चाहिँ 2:30 बजेको छ भने है। किलोमिटर भनेको 113 भने चाहिँ 12 किलोमिटर गयो। पाटनदेखि यहाँसम्म आउँदा 12 किलोमिटर गयो। अब हामी लाल्चा फाल्चाबाट चाहिँ अगाडि बढ्दैछौँ। त्यो एटिभीको बोर्ड छ भन्दै यहाँ तर बोर्ड नै देखेन हामीले। सायद अर्को बाटो पनि जानै मिल्छ होला है। थाली थलिन थालिन ए सरी नगरकोटै हो। ए धन्यवाद। सिधै गयो भने चाहिँ नगरकोट पुगिन्छ भने है। लेफ्ट टर्नबाट चाहिँ थालिन पुगिन्छ है गाइज। चाहिँ यो बाटो चाहिँ शानदार छ क्या। यो भनेको आर्मी ब्यारेकको आर्मीहरूको एरिया हो होइन। यो बाटो एकदम दामी छ कि। कुदाउनु दाइ। 60 स्पिडमा कुदाउँ न यार। कति स्लो कुदाउँछ यार। 3:30 बजिसक्यो। चालु त अब 6 बज्छ नि यार। अघि हामी आएको बाटो चाहिँ यो हो होइन। अब त्यो बाटो राइट गयो भने चाहिँ साली नदी पुगिन्छ अरे। अनि लेफ्ट गयो भने चाहिँ चाङ्गुनारायण पुगिन्छ अरे है गाइज। अब चाहिँ हामी सिधै माथि जान लागेको है। सिधै माथि रानी झोला अनि बुद्ध पार्क के छ। अब यो एटिभी राइड चाहिँ कहाँ छ भनेर चाहिँ एक्ज्याक्ट लोकेसन चाहिँ थाहा भएन है। त्यो एटिभी चाहिँ यहीँबाट माथि जाने हो रे। त्यहाँ एउटा माथि चोक आउँछ रे। त्यहाँ एकचोटि सोध्नु, त्यहाँको धेरै टाढो छैन रे, नजिकै छ रे। ए हुन्छ। रानी झोला पनि यहीँबाट होइन? रानी झोला पनि यहीँबाट जान्छ। रानी झोला बुद्ध पार्क पनि यहीँबाट स्तूपा। ल लेट्स गो है। नगरकोट जाने पुरानो बाटो चाहिँ यो रहेछ है। अब हामी नयाँ बाटोबाट जाँदैछौँ है। नगरकोट 6 किलोमिटर भनेर लेखिरहेको छ है। नगरकोट 6 किलोमिटर रे। नाउ लेट्स गो है। एटिभी पनि माथि नै छ अरे है गाइज। नाउ लेट्स गो। नगरकोट 6 किलोमिटर। अहिले चाहिँ ठ्याक्क 3 बज्न लाग्यो है। यहाँसम्म आउँदा 19 किलोमिटर गएको छ है गाइज। बाटो चाहिँ बिचमा यस्तै रहेछ। कुदाउँछ भनेर चाहिँ भिगारीको जस्तो लाग्यो कि है। यो बाटो चाहिँ 15-16 वर्षदेखि बिग्रिरहेको थियो है। यो बाटो बनेको धेरै भएको छैन, नत्र यो बाटो आउनलाई पनि धेरै मुस्किल थियो। पुरै कच्ची अफरोड थियो कि। एकजनाले भन्नुभएको थियो मेरो बच्चा नजन्मिँदाखेरि बिग्रेको होइन। अहिले मेरो बच्चा नै 15 वर्ष पुगिसक्यो भनेर चाहिँ भन्नुभएको थियो कि। नेपालको कन्डिसन यस्तो छ है। नेपालको राजनीति इज लास्ट डेन्जर। सबै भ्रष्टाचारी नेताहरू छन् है। त्यही भ्रष्टाचारी नेताहरूले गर्दाखेरि आज हाम्रो देश विकास हुन नसकेको हो। पहिले चाहिँ यस्तै बाटो थियो कि। यस्तै बाटो थियो पहिला है। अहिले पनि अलिअलि चाहिँ यस्तै बाटो रहेछ। त्यसैले आफ्नो भन्दा पनि राम्रोलाई भोट हाल्ने गरौँ है। पुरानो सबै हेऱ्यौँ, पुरानो नेताहरूलाई हेऱ्यौँ, अब नयाँहरूलाई हेरौँ कस्तो गर्छ है। जहाँसम्म लाग्छ नयाँ नेताले चाहिँ राम्रै गर्छ है। क्षेत्र प्रवेश गर्नुभएकोमा धन्यवाद रे। रानी झोला पुल मोटरसाइकल पार्किङ इज हियर रे। के रानी झोला जाने हो र? स्वच्छ सफा सुन्दर नगरकोट सबै पार्किङको एरिया है। अब चाहिँ हामी यहाँ त तल जान लागेको। 5 मिनट लाग्छ रे है गाइज। 5 मिनट भन्थ्यो है। अहिले चाहिँ मेरो घडी अनुसार चाहिँ 3:25 गयो।
नेपाल घडी भन कि इन्डियन घडी भन नेपालको घडी अनुसार चाहिँ 3:10 गयो यतै त्यो बाइक आउनु रहेछ नि त हँ बाइक आउँदा बाइक लिएर आयो नि हुने रहेछ कहाँ झर्नासम्म जान्छ कि हो ए झर्ना गरे त्यहाँ हिँड्नु नपर्ने रहेछ सानो झर्ना लिएर पनि पर्ने नि त्यसो भए त्यो लिएर पनि पर्ने नि अनि उता पनि त्यही पार्किङ पैसा तिर्नै पर्छ त्यही पनि नि अलिकति भयो भने टाइम बस्थ्यो नि हाम्रो होमस्टे के अरे हाइकिङ गरौँ न अलिकता 10 मिनेट रानी चुला जाने बाटो कति मिनट लाग्छ दाइ पुल जानलाई हजुर हजुर लाग्दैन यही हो यही हो कहाँ पाँच ए अनि तलसम्म एकदम मजाले आँखा चिम्लेर गए नि पुग्नुहुन्छ ए रानी झोला जाने बाटो घर लाएर हुन त बुटलमा पनि छ कि यस्तो झुला एकदम हाइटमा छ कि त्यो भनेको के त्यो एयर नपुगे जस्तो हुने त्यस्तो होइन हुने मलाई रिङ्गटा लाग्यो मलाई के हो पहिला पहिला हुँदैन थियो होइन अहिले एकदम झोलुङ्गे पुल रानी झोला यो चाहिँ के हो र जङ्गल क्राउन रे रिजर्भ होला नि त्यो फास्ट फुड होमस्टे हो कि होमस्टे? रिजर्भ होला यहाँ चाहिँ के छ र पानी खाने हो यो झर्ना त्यहाँ झर्ना हेर्ने भनेको मिनी झर्ना स्मल झरना मिनी झर्ना अहिले पानी परेको बेला आउँछ कि यो पानी छैन अहिले पानी सानो आइरहेछ कि खोइ त नि झरना भन्छ अब रेनी सिजनमा चाहिँ ठुलो आउँछ अहिले चाहिँ सानो हुने मसँग यहाँको तिमीले चाहियो भने पनि फोटो पठाइदिन्छु मैले यहाँको ठुलो आउँछ ठुलो आउँछ नि यो त ल हेर पानी परेको बेलामा चाहिँ दामी झरना आउने रहेछ यहाँ पनि है सानो मसिनो भए पनि गीत आयो यहाँ पनि पाएन गराउन कस्तो मजा आएको ल टिकट काट्नु है दाइ 3 जना कति भयो 60 रुपियाँ दिनु है ल यार पहिला त पैसा लाग्दैन थियो यार हो र अब ठुलो विकास गर्नु पर्यो ठुलो आउने बाटो विकास गर्नु पर्यो पैसा उठाएको ठिक छ ठिक छ यस्तो विकासको लागि चाहिँ नि उठाउनु पर्छ तर विकास चाहिँ हुनु पर्यो पैसा पनि उठाउने विकास पनि नहुने भयो त अलिक पहिले चाहिँ टिकट नपर्ने रहेछ है अहिले चाहिँ 1 वर्ष भयो अरे टिकट लागेको है पर पर्सन चाहिँ 20 रुपियाँ यस्तो दामी जङ्गल छ यार गाइज हेर त यस्तो दामी छ यार रानी झुला क्षेत्र वरिपरि पहर नगरिदिनु होला खोइ झुला कहाँ छ नि झुला तल हो झुला 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 यता झुला यता ए उता हो यता झर्ना यता ए झुला त कति टाइम लाग्छ झुला झुला यही हो कि टाइम लाग्दैन 10 मिनट पानी छ आज रमाइलो भइरहेको मलाई त डर लाग्यो त्यो घुम्पै आधा रिङ्गटा लाग्यो तर मान्छेहरू आउने पनि धेरै रहेछ है पानी ठुलो सोल भयो रानी झोलामा राजाहरूको प्रवेश केन्द्र हँ? रानी झोलामा राजाहरूको प्रवेश भयो कि सुन्यो हो राम्रोसँग हँ? रानी झोलामा राजाहरूको प्रवेश भयो अरे राजाहरूको प्रवेश। ए ओहो रानी झोलामा त ट्राफिक जाम हुने रहेछ मैले फोटो खिच्न नसकेर यहाँ डर लाग्यो। पानी त रहेछ आवाज पनि सस्मा त- पानी त रहेछ देखेको झरना पनि जाने हो र जाने यहाँहरू चाहिँ कहाँ पुग्छ त्यहाँ यहीँ छ, फर्किने हो? छ, अलिक। ल यहाँबाट देखिन्थ्यो कि अहिले त जङ्गल बढे रहेछ गऱ्यो खोइ है त्यहाँनिर चाहिँ देख्नु पर्ने हो मैले यहाँको पनि फोटो खिचेको थिएँ मैले होइन क्यामेरामा छ यसमा मोबाइलमा छ ऊ त्यो यो त भन्दा ऊ ओ त्यहाँदेखि हेरे सर देखेँ ऊ झर्ना आउने ठाउँ पानी आएर देख्यो ऊ ए भगवान् यो बच्चाहरू डरा छैन यार म डराइसक्यो यार राम्रो नै यस्तोमा पहिलाको पुरानो मलाई बाबुहरू चाहिँ नि हो ओ हेर गराउनु हुन्न कि त्यही भनेर होला होइन त्यसले तान्दैन बुझ्यो ऊ त्यो पानी तान्दैन मोबाइल ननिकाल्नु नि मोबाइल ननिकाल्नु किन त्यसै भने आफू आफू धुन्छ ऊ त्यही हो कि झर्ना
यस्तो ड्रोन सट हैन ये ड्रोन सट यस दिस इज गरिबवाला ड्रोन सट ए भाइ छोडिदियो अलिकति बाटो दिस इज गरिबवाला ड्रोन सट के Excuse me. के सोचेर होला खोइ सने खोइ अब चाहिँ हामी थाकेर होइन एक्सट्रिम खाँदैछौँ गाइज ल म त यो बदाम मलाई म बदाम ड्रिङ्क म चाहिँ नन एल्कोहोलिक परेँ म यसमा अल्कोहल छ र अल्कोहल हुन्छ नि त यसमा चियर्स ल चियर्स है गाइज ल ओके हियर यु गो ओ दामी छ ल रामलाई अलिक गाह्रो थियो फेरि हाउ टु किप द्याट यस्तो रहेछ चौचो साटेको इट्स नट चटपटे यार चटपटे होइन नि अब यसमा अब गोफुकी हालेको भए चाहिँ चटपटे भनिदियो है यो चौचोपट्टे चौचोपटे नुन बरु बेच 400 ल 700 त्यही पनि पुगेन नि 450 570 चिजबल एउटा चिजबल पनि छ नि त 570 अनि चिजबुल कति 500 अनि चिजबलको 60 570 र 60 कति भयो 630 चटपटे 120 चटपटे खास चटपटे हेर्नु त्यो चौचो साटेको चाउचाउ भनेको त्यसको त जोडिसक्यो यो तीनटाको 450 भन्नु न 450 अनि चिजबलको 450 को भयो चिजबलको 60 भयो हैन अनि चाहिँ 510 हैन अनि त्यहाँबाट चाउचाउको 120 120 510 630 630 त्यति त हो नि अरू छैन नि 630 छैन पानी चाहिँ हाम्रै हो एउटा उयो बिस्कुट ए बिस्कुट 630 भने 35 40 45 भयो 642 अनि 640 त्यही 40 मिस्टेक भयो पानी लिएको चाहिँ सोच्नु भयो होला कि पानी दिएको चाहिँ पानी लिनु भएको होइन है होइन 645 पानी उतार्दै हुन्छ कहिले काहीँ यस्तो अहिले चाहिँ मेरो घरमा होइन 4 बज्नुलाई 5 मिनट लाग्छ लेट्स गो पुगिहालौँ 655 रेडी 1 2 3 गो ए फेरि डिस्टर्ब हुन्छ ल आउनु है 1 2 3 गो ड्रोन शट Excuse, drone shot. Yes. Drone shot. Excuse. एउटा सेल्फी लिनुपर्छ क्या हुन्छ मान्छे धेरै हिँडेर होला कसले होला
चराउने मान्छे पुलमा चढ्नै भएन नि को डरायो डर लाग्यो माइ लर्ड भन्ने ननिकाल्ने मोबाइल फोटो सोटो खिच्नु पर्दैन हुँदैन पर्दैन आउने छ खै यार मलाई त थाहा भएन ठ्याक्कै 4 मिनट ल दामी जङ्गल छ है यहाँ सुटिङ गर्न एकदम दामी प्लेस रहेछ यहाँ पब्लिक टोयलेट पनि यहीँ रहेछ है पानी पनि आउँछ जस यो झुला चाहिँ निर्माण भएको 3 वर्ष अब जेठ आयो भने चाहिँ 3 वर्ष हुन्छ अरे है 2 वर्षसम्म चाहिँ फ्री नै थियो अरे अब 1 वर्ष भयो अरे टिकट लागेको है त्यही हो एकदम दामी छ हेर न जङ्गल जमजम ल यहीँबाट जाऊँ न सगरमाथा बेस क्याम्प छ रे अलिकति पर जानु ल हाम्रो मात्रै समय त्यता बिजी भयो फोटो सुट गरिरहेको छ यहाँ मजाले हामी जाने गरौँ अनि त्यो दाइ आउनुहुन्छ ल जाऊँ जङ्गलले कस्तो फोटो छ आज रानी झुला चाहिँ घुम्यो हामी त्यहाँ तलको चाहिँ नि झर्ना चाहिँ जानु पाएन कि आज समय अभावले गर्दाखेरि पुरा हाम्रो साथीहरू चाहिँ नि क्वाड बाइकले चाहिँ राइड गर्ने भन्छ त्यसले गर्दाखेरि चाहिँ हामी आज झर्ना नगइकन फर्किँदैछ त्यो क्वाड बाइकले टाइम दिनुपर्ने भएर खास क्वाड बाइक चाहिँ हाक्ने भनेर आएको थियौँ होइन अनि बाटोमै रहेछ कि रानी झुला अनि बाटोमा परेको एकछिन जाम न के छ र भनेर चाहिँ आएको हो है अब चाहिँ हामी अहिले चाहिँ हामी क्वाड बाइक हाक्न जानु लागेको दाइ यो क्वाड बाइक माथि नै हो क्वाड बाइक के बाइक क्वाड एटिभी बाइक चार पाङ्ग्रो भएको बाइक घुराउने छ नि ए त्यो त माथि नगरकोटमै हो फेरि चार्ज गर्नुपर्छ नगरकोटै जानुपर्छ माथि हो र कति मिनट लाग्छ कि बाइक हो तपाईँ बाइकमा धेरै लाग्दैन 20 मिनट जति लाग्छ 20 मिनट लाग्छ ल धन्यवाद ए भाइ त्यहाँ पुल हल्लाउने मान्छेले गाली गर्नु पर्यो कि पुल हल्लाएर त्यत्रो मान्छे पुल हल्लाउने श्रीनगरकोट एन्ड डाँडा सामुदायिक वन उपभोक्ता समूह पानी झुला घुमेर माथि एटिभी हाक्न जान लागेको है गाइस अहिले चाहिँ हाम्रो घडीमा 3:57 गयो भने होइन अब किलोमिटर भनेको ठ्याक्कै 20 किलोमिटर गएको छ है गाइस लगभग 20 मिनट लाग्छ अरे है लेट्स सी कति मिनट लाग्छ Welcome to my party, we're just getting started. Life is a dream or a nightmare scarring. Hand me a drink cause I think I'm going all in. Get me a shrink who can catch me when I'm falling. Cover up my scars, flip the handlebars. Crashing in my car, wake up in a bar. I'll be a superstar, just on my avatar. This world is so bizarre, empty out the reservoir. Yeah, I'm taking 6 shots, yeah, straight to the face. And I wanna get lost, I'm sick of this place. Don't know how to stop when I'm feeling this way. So I'm taking 6 shots till I'm feeling okay. I think I'm going crazy, don't think I'll get
shots all straight to the face. I'm taking 6 shots, are you coming with me? I'm taking 6 shots, yeah, straight to the face. And I wanna get lost, I'm sick of this place. Don't know how to stop when I'm feeling this way. So I'm taking 6 shots till I'm feeling okay. कच्ची बाटो आयो यहाँबाट त भित्र भन्थ्यो तर कहाँ हो यहाँ त हो रे यहाँ त हो रे कसैले यहाँ भन्छ कसैले वहाँ भन्छ यार कता कता भन भाइ नाम नाम के हो अर्चित 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 होइन नाम कहाँ पुग्छ यहाँबाट कुन ठाउँ पुग्छ हजुर मतासे ए बतासे यहाँबाट चाहिँ बतासे डाँडा पुग्छ अरे अनि यहाँ त यो बाटो माथिल्लो तिमी पनि उतै जाने हो बतासे जान्छ कसैले यहाँ भन्छ कसैले यहाँ भन्छ के हो यार जाम यहाँ होइन रे अनि हाम्रो यो चारवटा बाइक छ नि यो चारवटा पाङ्ग्रा भएको बाइक कहाँ हो क्वाड बाइक यहीँबाट चढाउँछ यही छ अगाडि छ यो गाडी चलाउने यही नगरपालिका अगाडि छ नि खै नगरपालिका यता भन्छ खै कसैले के भन्छ कसैले कहाँ भन्छ यार हामी त बोलाइसक्यो यार खै यहाँ भन्छ यहाँ भन्छ खै कहाँ हो यार यो फेरि कुन चाहिँ पार्क आयो यार यो दामी रहेछ नि एक्जिबिसन जस्तै रहेछ कसैले कहाँ भन्छ नि यार एक ठाउँमा भेटेको पनि आधी घन्टाकै 7,000 भन्यो अब फेरि हामी यो टिकटकमा यो अर्चित खै कहाँ हो यार यो त बोर्ड चाहिँ राखिराख्नु पर्ने हो अहिले चाहिँ हामी जाँदैछौँ है चिसो हुन थाल्यो बेलुका हुन लाग्यो 4:30 भइसक्यो यार खै कहाँ हो तर होटेलहरू चाहिँ तन्न रहेछ यहाँ बोर्डै छैन यार बोर्ड राखेको भए सजिलो हुन्थ्यो खै कहाँ हो जाने बाटो 500 मिटर अगाडि कहाँ हो यार ये हो बुझ्ने टाइम यो हो क्या बुझ्ने टाइम खै त नाम पनि छैन बुझ्ने टाइम भनेर यति सानो रहेछ बुझ्ने टाइम अझै 3.5 किलोमिटर बाँकी छ यार तेरो ढिला भयो नि छैन भर्खर आज भर्खर आउनुभएको तपाईँहरू सबैजना 3 जना हे तेरिका क्वाड बाइक कति टाइम लाग्छ 2 मिनटमा त्यो बुझ्ने टाइम भनेको त्यही हो त्यो सानोवाला ए त्यो बुझ्ने टाइम चाहिँ मिनी टाइम हो यो होइन तर कसैले चाहिँ यहाँबाट भन्छन् अर्चित हो क्या अर्चितवाला क्या अर्चितवाला अर्चित रिसोर्ट अर्चित एक किलोमिटर माने दादा कहाँबाट जाने हो यार टर्न लेफ्ट रे ले भनेपछि उता नि जाम 1.3 किलोमिटर बाँकी छ रे
उहाँहरूले सोधौँ न कहाँ भयो ठाउँ हेर्नु न त्यो तल क्वाड बाइक चलाउने ठाउँ देख्नुभयो तपाईँले बाइक कुदाउने ठाउँ बाइक बनाउनु कुदाउने कुदाउने गुडाउने चाउर पाङ्रा हुन्छ नि चाउर पाङ्रा ठुलो यहाँ चाहिँ छैन गुडाउनु ठाउँ छ के यहाँ चाहिँ छैन यहाँ 2 मिनट भनेर देखाइसक्यो जाँदा नि कलमसी यहाँ त देखाइरहेछ एकदम गाह्रो यार 450 मिटर बाँकी छ अरे यार मिटर कसैले तल कसैले माथि भन्दा भन्दा हाम्रो टाइम लस भइसक्यो गाइज अब यही भाइलाई लिएर गएको है उहाँलाई चाहिँ थाहा रहेछ अब उहाँलाई चाहिँ लिएर गएको हामी त्यहीँनिर भन्थ्यो लेट्स सी कहाँसम्म हो के पिकनिक गयो यहाँ त तल रहेछ नि है यो मेन रोड हामी चाहिँ मेन रोडबाट चाहिँ खोजेर हिँडेको यहाँबाट चाहिँ बाइक माथि पार्क गरेर तल जानुपर्ने रहेछ काममा जानुपर्ने छ हजुर लाग्ने ल ल धन्यवाद है त तपाईँलाई होइन पर पुऱ्याइदिनु न म उता जान्छु काम आउनु एकचोटि हामी पनि फर्किने हो कि हेरेर अनि हेरेर गइहाल्ने हेरेर जाने अब तलै नहुने गइसक्यो अनि सँगै जाउँला होइन यस्तो गाह्रो छ यार ल हालसालै खोलेको यो हजुर हालसालै खोलेको यो हल्दाले खोल्यो कमसे कम त बोर्ड त राख्नुपर्छ नि यार यस्तो गाह्रो छ खै कहाँ हो अझै तल कति मिनट लाग्छ यहाँ मिल्दैन गाह्रो छ यार यता झर हँ? आउनु आउनु ओहो गाह्रो धेरै गाह्रो रहेछ धेरै गाह्रो यार घुमेको भयो यार ल यहीँ रहेछ नि ल यो धेरै मात्र हो नि यहाँ हामी चाहिँ घुमेको भयो ठाउँ खोज्दै हामीलाई त्यस्तो गाह्रो बनायो त्यहाँ माथि कसम यार यहाँ आउनुको लागि यार कति फोन गरेको यार यहीँ रहेछ नि ल तपाईँ यो मलाई उसको लोकेसन पठाउने ओहो कहाँ यार उदयपुर गएर इन्डियाको यार लोकेसन पठाइदियो यार म त यार काम नगरेको कहाँ छ पोखरी सोखरी खै छैन कतिसम्म हो हामीलाई त अघि यहाँ आउनु भनेर कतिसम्म हो हामी खोज्दा होइन त्यहाँ चाराली पुगेर हिँडिसक्यो ए तेरिका यस्तो भिडियो गयो नि यार फोटो भेट खिचौँ अनि यो चाहिँ तल हो यो चाहिँ यहीँ राख्ने हो कि तल हो यहीँबाट ग्राउन्ड चाहिँ थियो तपाईँले यहाँ टिकटकमा चाहिँ ग्राउन्ड थियो ग्राउन्ड ग्राउन्ड उता पर हो उता दिएन क्या अहिले चलाउन ए ड्यामको यहाँसम्म आएको के फोटो खिच्नुलाई भयो दुईटा मात्रै हो यहाँ तल बिगार लडाएछ नि आज हजुर आज उद्घाटनको दिन लडाएछ नि उद्घाटन कहाँ फल्छ ऊ त्यहाँ तल आज लडाएछ उद्घाटन हो र आज गर्नु तर टिकटकमा चाहिँ पहिल्यै थियो नि पहिलाको रुट फरक थियो यो अर्चिड भन्नेको यही होइन हो अर्किड अब मेरो खिच्दिन न अब हेत् तेरिका। मैले मोबाइल निकाल्छु अनि ट्र्याक चाहिँ कुन हो यो यही नै हो ट्र्याक हेर्नु न यो हो हेत् तेरिका। ए कमसेकम फोटो भयो पनि भ्यायो ल यो ठाउँ खोज्दा हामी यार यस्तो रिस उठ्दा यार मान्छेले एकजनाले हाम्रो सही बताएन हामीलाई कसले तल कसरी देखाउँछ, कहिले माथि भन्यो कसैले तल भन्यो भाइ। दिमाग खराब यार। लाउँदै
यही बाटो ओह्रादोह्रा गरियो तर देखेन। अनि त्यो देखेको भाइलाई चाहिँ लिएर आइयो। बिचरा त्यो भाइ कहाँ गयो यार, पुऱ्याइदियो भन्थ्यो, ढिला भइसक्यो भन्थ्यो। यो चढ्नु नपाए पनि, बाइक कुदाउन नपाए पनि फोटो चाहिँ खिचियो है। त्यो गाइस अब नेक्स्ट टाइम आउँदाखेरि भाग्नुपर्छ। यो नदेखेर पनि आज ढिला भयो के है। यहीँ नजिक रहेछ, धेरै गाह्रो। ड्रोन चाहिँ हल्का फुल्का उडाइयो, त्यही हो। अब जाने, अब कति बज्यो, 6 बज्न लाग्यो है। सरासर गइन्छ। यहाँ त तल रहेछ नि ल। हामी चाहिँ यो बाटो गएर होइन एक राउन्ड घुमेर फेरि यहीँ बाटो घुमिफिरी आइयो है गाइस। ल अब चाहिँ गइन्छ। 5 बजेर 52 मिनट गयो, 53 मिनट गयो ठ्याक्कै। यहाँसम्म आउँदाखेरि 301 मा आएको भनेपछि 341 भयो। लगभग 40 किलोमिटर रहेछ है। घुम्दा फेरि चाहिँ लगभग हाम्रो राइड 40 किलोमिटर गयो है। अझै सरासर गइन्छ। टिभी जाने हो ए। ल भाइ चाहिँ कहाँ बस्ने हो र? भाइ चाहिँ कहाँ बस्ने हो र? हजुर कहाँ परेली? चरेली? यो ठाउँलाई चाहिँ के भन्छ र? मद्रा? मदुवा? ए हामी एक राउन्ड घुमेर यार यहाँ जाने हो। अनि यहाँ चाहिँ कहाँ पुग्छ र? एक राउन्ड यार घुमियो तर कहाँ देखेन। फेरि कसैलाई थाहा रहेनछ के? फेरि कसैलाई थाहा रहेनछ के यो ठाउँ? यहीँ नजिक आएर पनि सोद्धा पनि कसैले बताएन। यहाँ अब यहाँ चाहिँ तल जाने हो सिधै? तिमी चाहिँ कहाँ जाने र? नजिक हो? ए ल धन्यवाद है भाइ। ल हामी चाहिँ अघि यो एक राउन्ड घुमेर आएको। बाटो बन्द छ अरे नि ऊ। जाउँ त्यहाँनिर जाउँ न। फेरि बाटो बन्द छ अरे यहाँ। बाटो बन्द छ अरे। बाटो खुल्ला छ कि छैन? ल अघि नै यही बाटो घुमिफिरी गयौँ है। आउने बस जाने होइन? अघि यहाँ पनि त सोधेको नि, यहाँ पनि सोधेको खै उहाँले पनि भन्नु नै भएन। यो बोर्ड हेरेर कहाँ हो ल गए। ल यो भाइलाई चाहिँ धेरै धन्यवाद है। भाइको नाम पनि सोध्नु भुले है। हामी चाहिँ यहाँबाट माथि गएको हो कि अघि। अझ हामी यहाँबाट सिधै जान्छौँ। ए गाइस अब गोप्रोले खिच्न भ्याउँदैन होला है। अँध्यारो पनि भइसक्यो, गोप्रोमा आउँदैन होला। त्यही हो गाइस, आजको लागि भिडियो यहीँ इन गर्न चाहन्छु। इफ यु आर न्यू टु माई च्यानल प्लिज सब्सक्राइब गर्नुभएकोले चाहिँ बेल आइकन पनि दबाउनु होला है।
यति भन्दै आजको लागि टाटा बाई बाई ल